नाच्न सुरु भइसकेको छ ल के छ रोशन हालखबर ठिक छ घरदेखि झोला बोकेर अब म केही पढ्छु भनेर होइन काठमाडौँ आएको छ के छ काठमाडौँ पढाइ एपिपी स्कुलको होस्टेलमा बसिरहेको छु के छ यहाँको पढाइ कस्तो छ खाना कस्तो छ सरसफाइदेखि लिएर ज्ञानहरू कुराहरू पढ्ने कुराहरू कस्तो छ ल भन त सरसफाइ सबै ठिक छ राम्रोसँग भन न अरू के छ अरू केही समस्या आफूलाई एउटा मनमा लागेको कुरा कुनै नराम्रो कुराहरू छ कि जाडो कतिको छ गर्मी कस्तो छ यहाँको हावापानी कस्तो छ नराम्रो लागेको कुरा भन्दाखेरि अब आफूले भनेको समयमाथि घरतिर फोन गर्न पाइँदैन आफ्नो मनका वेदनाहरू व्यक्त गर्न पाइँदैन त्यही हो अरू त सबै राम्रै छ पढाइ कस्तो छ पढाइ त एकदम राम्रो छ ए1 यदि एपी स्कुल नपढेर अन्य योभन्दा अन्य स्कुलमा गइदिएको भए कस्तो हुन्थ्यो होला योभन्दा राम्रो हुन्थ्यो कि या त्योभन्दा यहीँ बेटर छ जस्तो लाग्छ अब त्यो त अब सोच्दाखेरि चाहिँ अब यही राम्रो छ जस्तो लाग्छ तैपनि बाहिर पढेको हो भने अब अन्य कुरामा पनि थाहा हुन्थ्यो होला नि त ज्ञान हुन्थ्यो यहाँ चाहिँ त्यति ज्ञान छैन भनौँ पढाइ बाहेक अरूको ल सानो परामर्शको लागि हाम्रो रोशन पुनलाई धन्यवाद अब यसै गरी म फेरि अब हाम्रो यो पङ्कज पुनसँग म केही कुरा सोध्न गइरहेको छु पङ्कज ल यता हेर्ने सिधा है अलिकति स्ट्यान्डर्ड पढाएको भएछ न है नाच्ने इन्टरभ्यू भइरहेछ र पङ्कजलाई के छ अब घर छोडेर म पढ्छु काठमाडौँ गएर भनेर चाहिँ आइरहेछ होइन पङ्कज के छ यहाँ आउँदै गर्दाखेरि एपिएममा पढ्दै गर्दाखेरि 1 वर्ष बित्यो होइन पढाइ कस्तो छ खानको लागि कस्तो छ सुत्नको लागि कस्तो छ टोयलेट बाथरुम गेमहरू र क्लास रुमको होइन कस्तो छ केही कुराहरू राम्रो नराम्रो पक्षहरू भन्नुहोस् त पङ्कज सब ठिक छ अब के भन्नु केही हुन्छ नि अब ठिक के छ के कुरामा ठिक छ खानको लागि नास्ताको लागि खानामा पनि ठिक छ सबै ठिक छ अनि हावापानी कस्तो छ हावापानी त आजकल अब नराम्रै छ अनि जाडो कतिको छ कि गर्मी छ कि राति कस्तो छ ठिकै छ आजकल मौसम अनि खाना कस्तो छ त खानेकुराहरू खाजामा के खुवाउँछ नास्तामा के खुवाउँछ त्यो त थाहा छैन अरे खाजा खाने गरे होइन खाना त खाइया त बिहान खाजा के खाएको थियो आज के अरे सिधा बस्ने सिधा पुरी रोटी अहिले सिधा बस्नु न पुरी रोटी ल अनि दिउँसो के हुन्छ फेरि बेसी खै अरे यार आफूले खाएर आफूलाई थाहा हुन्न भने ल पढाइ कस्तो छ त अब पढाइ त सब ठिक छ ठिक छ राम्रोसँग पढाएको छ 100 दिने कोसिस गरेको छ स्कुल भनेको जहिले पनि स्कुलले त सिकाउने मात्रै हो पढिदिनु त आफैले हो नि त होइन हो कि होइन पढाइ आफैले पढ्नु पऱ्यो अनि आफूले पढाएको छैन भने तिमी आफै ठिक छैनौ होइन र यदि आफूले चाहिँ पढेको छौ भनेपछि त तिमी स्कुलले त दोष हुन्न नि त्यसमा त होइन स्कुलले बाटो देखाउने हो बाटो बनाउनु त आफूले हो नि त हो कि अनि अरू के छ बसाइ अरू के छ त अनि सुत्नको लागि नुहाउनको लागि गेमहरूको लागि के छ गेमहरूको लागि ठिकै छ नुहाउनुको लागि पनि ठिकै छ पानी आइरहन्छ अनलिमिटेड अब सुत्ने त सब ठिक छ अनि अरू के छ गाउँघरतिरको झल्को कतिको आउँछ अब गाउँतिरको झल्को त आइहाल्छ अलि त सिधा हेर न आउँछ 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 कसलाई सम्झिन्छ सबभन्दा धेरै कसलाई मिस गर्न चाहनुहुन्छ त तपाईँ कसलाई भन्ने गाउँलाई नै अब गाउँलाई हो हुन्छ नि विशेष मान्छे म यसलाई सम्झिन चाहन्छु भन्ने किसिमको हो र अनि अरू केही छ पङ्कज सर तपाईँको केही छ अरू भन्नुपर्ने छैन छैन सर केही आफूलाई नभएको असुविधा भएको कुराहरू केही हुन्छ नि यो गर्दै हुन्थ्यो बाबुआमाले भन्ने केही छ छैन त्यस्तो सबै सन्तुष्ट हो खाना पेटभरि खान पाएको छ माछा मासु यताउता माछा त छैन अब खसीको मासु ब्रोइलरको मासु छ अनि दुध चना चिया सब खानु भएको छ न ल ठिक छ ल पङ्कज सर हजुरलाई चाहिँ एउटा सानो परामर्शको लागि धेरै धेरै धन्यवाद यसै गर्दै म अर्को एकजना हाम्रो फेरि उता सिमतादेखि नै हुनुहुन्छ उहाँ पनि उहाँको नाम चाहिँ हरिपुन हो विशेष साइनोले मेरो साला पढ्नुहुन्छ र उहाँसँग म केही कुराहरू सोध्ने कोसिस गरिरहेको छु ल हरि अरू के छ त ल भन्नुहोस् तपाईँ यसरी गाउँदेखि आउनु भएको छ टाढा होइन गाउँदेखि आउँदै गर्दाखेरि आफ्नो बसाइ कस्तो छ होस्टेलको स्थिति कस्तो सुताइ कस्तो छ खानापिनादेखि लिएर हरेक कुराहरू पढाइ के छ भन्नुहोस् त सबै ठिकै छ सब बाहिरभन्दा राम्रो हुन्छ पढाइ अब टाइम छ अब बाहिर बस्या भइदियो अब अरू टाइममा पनि व्यस्त हुन्थ्यो होला यहाँ त अब
कि पढ्ने कि खेल्ने अब कति खेल्नु त्यही पढ्ने र खेल्ने बाहेक अरू केही काम छैन अरू केही गर्नु पर्दैन भाइ र बाबाले अब सबै आफैले गर्नु पर्थ्यो खाना साना कपडा सपडा धुने अब यहाँ सबै धोइदिन्छ स्कुलले नै त्यही अनि खाना बस्ला के छ खाना सबै राम्रै छ भनौँ ल बाहिरभन्दा राम्रै छ अब त्यस्तो जङ्क फुडहरू खाउन्न राम्रै छ त्यसो भए सबै ठिक छ नि हजुर ल हाम्रो के भन्छन् यो अहिले हामी ठ्याक्कै म अहिले चाहिँ यो काठमाडौँको कीर्तिपुर एफएफ स्कुलबाट प्रत्यक्ष लाइफमा जोडिरहेको छु र यतिखेर म मेरो घर पनि एउटा एक किसिमले चाहिँ अब सिम्ता गाउँपालिका सुर्खेत भएको हुनाले उहाँहरू पनि सुर्खेतको सिम्ता गाउँपालिकादेखि आएर एफएफ स्कुलमा एउटा फौजी स्कुल हो यसमा आएर भिरेर भनौँ इन्टासमा नाम निकालेर अहिले 11 क्लासमा पढ्दै हुनुहुन्छ र उहाँहरूसँग मैले एउटा सानो परामर्श लिएँ उहाँहरू के गर्दै हुनुहुन्छ कसरी बस्नु भएको छ के छ मैले बुझ्ने कोसिस गरेको थिएँ उहाँहरूले सबै ठिक छ भन्नुभएको छ त्यति गर्दै म आज यो काठमाडौँको कीर्तिपुर एफएफ स्कुलबाट को प्राङ्गणबाट बिदा हुन चाहन्छु हस्त सबैजनालाई नमस्ते नमस्ते